जति धेरै पसिना आउँछ नि त्यति नै छिटो फ्याट लस हुन्छ। पहिले सागरलाई हेरौँ। सागरलाई शरीर पसिनाले चुल्लुम्म नडुबेसम्म एक्सर्साइज गरे जस्तै लाग्दैन। अब तपाईले बुझ्नुपर्छ पसिना भनेको के हो। पानी र इलेक्ट्रोलाइट मिलेर पसिना बन्छ। तपाईको शरीरमा गर्मी बढेपछि त्यसलाई कुल गर्नको लागि पसिना आउने हो। पसिनामा इलेक्ट्रोलाइट पनि बाहिर जाने भएकाले तपाईको शरीर पहिले भन्दा धेरै थकित फिल हुन्छ अनि धेरै भोक लाग्छ किनकि तपाईको शरीरबाट सल्टहरु पनि लस भएको हुन्छ। सो पहिले भन्दा धेरै खानुहुन्छ अनि फ्याट लस हुनुपर्ने ठाउँमा फ्याट गेन हुन थाल्छ। सो बिना पसिना बगाएर यदि तपाई दिनभर सानो सानो कामहरु गर्नुहुन्छ अनि धेरै हिड्नुहुन्छ भने पनि तपाईको शरीरबाट फ्याट लस हुन्छ र यसरी सानो सानो कामले धेरै थकाइ पनि लाग्दैन। पसिना नै आउनुपर्छ भन्ने छैन। तपाईले आफूले खाएको भन्दा धेरै एनर्जी खर्च गर्नुभयो भने वेट लस आफै हुन्छ। अझै पनि पसिना आएर फ्याट लस हुन्छ जस्तो लाग्छ भने पिरो चाउचाउको सुप खानुस्, पसिना आइहाल्छ, एक्सर्साइज गर्नै पर्दैन। तपाई पनि यदि कुनै सागरलाई चिन्नुहुन्छ भने उसलाई यो भिडियो फरवार्ड गरिदिनु होला अनि तपाईलाई थाहा छ साइडमा भएको प्लसलाई थिच्यो भने अझ छिटो फ्याट लस हुन्छ।